हेलो एभ्रिवान वेलकम माई अनदर ब्लग। आजको ब्लग चाहिँ दिवाली स्पेसल। सबैजनालाई दिवालीको धेरै 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 शुभकामना तपाईँहरूलाई। यो चाहिँ हाम्रो घर चाहिँ यस्तो देखेछ चाहिँ लाइट बेसी सजाउनु चाहिँ पाएन किनभने कलर भर्खरै लगाइसकेको। यो चाहिँ स्पेसली देउसी भैलो खेल्नेलाई एक एकवटा राखिदिएको हामीले। दक्षिणा लिएर जान सक्नुहुन्छ गोल्ड। यहाँनिर चाहिँ रङ्गोली पनि हल्का बनाएँ किनभने बेसी सजाउनु टाइम पाएन। अहिले चाहिँ यस्तो भयो सजाएर हाम्रो रुम चाहिँ, त्यही भएर बेसी डेकोरेट गर्नु पाएन। त यहाँनिर चाहिँ हामीले पूजा गऱ्यौँ। यहाँनिर चाहिँ लक्ष्मी माता छ। अब भैलो खेल्न जानुपर्छ। भैलोमा के कस्तो हुन्छ म तपाईँहरूलाई लास्टसम्म देखाउनेछु। एकदम मजा आउनेछ। आँटेको है, एकपल्ट घुमेर देखाइदिनुहोस् त। मेरो छोरीको ड्रेसहरू यहाँ छ। नित्या दिदी, हामी चाहिँ भैलेनी खेल्न जान आँटेको। यहाँ चाहिँ उसको ड्रेस, महँगो ड्रेस मलाई देखाइदिनु। यहाँ चाहिँ ऊ छ। यस्तो गर्नु पर्दैन। अब चाहिँ हामी भैलेनी खेल्न जान आँटेको। सबैजना एकपल्ट आए मेरो ब्लगमा। जान आँटेको भैलेनी। यहाँनिर चाहिँ हामीलाई सबैजना बाई गर्ने चाहिँ यत्रो बिना मान्छे छ। यो चाहिँ हाम्रो गाडी। हामी चाहिँ आइपुगे चाहिँ गाउँको नजारा। हामी चाहिँ सबैजना हो भैलेनी खेल्न आएको। यहाँ छ भान्जी। फर्स्ट टाइम आएको जयगाउँ भैलेनी खेल्नु। मजा आयो। दिदीलाई कस्तो लाग्यो? मजा आउँदैछ नि। अब अझै खेल्दै खेल्दै जाउँ। कता कता हुन्छ होइन र। यो चाहिँ सेकेन्ड घर हाम्रो। जयगाउँको रातिको भ्यू। हामी चाहिँ अहिलेसम्म नै भैलेनी खेलिरहेछौँ। हामी चाहिँ भैलेनी खेलेर रातिको 1:30 बजी चाहिँ हामी घर जाँदैछ।
Welcome to my vlog. Ayo. यहाँ हेर्नुहोस् अहिले 4 बज्यो हामी चाहिँ भैलेनी खेल्दै खेल्दै यो चाहिँ हाम्रो घरमा आइपुग्यो है हामी नानीहरू सुतिरहेछ त्यही कारणले सर्टकट हानिदिएको